निर्मलाले न्याय अब पाउलान् कि नपाउलान्। निर्मलाले न्याय अब पाउलान् कि नपाउलान्। दोषी सबै कठघरमा आउलान् कि नआउलान्। निर्मलाले न्याय अब पाउलान् कि नपाउलान्। दोषी सबै कठघरमा आउलान् कि नआउलान्। बलात्कारी पक्रिएन 2 महिना नि हुन थाल्यो। बलात्कारी पक्रिएन 2 महिना नि हुन थाल्यो। आन्दोलन गर्न जनताले सडक धाउलान् कि नधाउलान्। दोषी सबै कठघरमा आउलान् कि नआउलान्। एउटा होइन दुईटा होइन धेरै हुन थाले बलात्कार। एउटा होइन दुईटा होइन धेरै हुन थाले बलात्कार। जनताले फाँसीको नारा गाउलान् कि नगाउलान्। दोषी सबै कठघरमा आउलान् कि नआउलान्। पाप धुरीबाट कराउँछ एक दिन पक्कै पनि। पाप धुरीबाट कराउँछ एक दिन पक्कै पनि। दुखीले अनुहारमा खुसी छाउलान् कि नछाउलान्। दोषी सबै कठघरमा आउलान् कि नआउलान्। निर्मलाले न्याय अब पाउलान् कि नपाउलान्। नमस्कार 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 साथीहरू, म हुँ तपाईँकै मित्र धनबहादुर भण्डारी गजल फिल्म मुस्कान। अहिलेसम्म पनि यो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस्, छेउमा रहेको बेललाई पनि दबाउनुहोस्। साथीहरू, यो गजल प्रस्तुत गरेको थिए निर्मला हत्याकाण्ड जुन भाइरल बनेको छ अहिले।